सबैजनालाई नमस्कार। फेरि पनि यहाँलाई धेरै स्वागत छ मेरो सानो यो भ्लगमा। अनि हामी चाहिँ आज चितवन जाँदैछौँ। उता मामाको छोराको व्रत बन्द छ नि त, अनि म र दाइ जाँदैछौँ। अनि हामी ठिक भएर बसेको चाहिँ 1 घन्टा भइसक्यो। अनि ठुमम्मीहरूसँग जान लागेको, त्यसरी ठुमम्मीहरू लिन आउनुहुन्छ भन्नुभएको छ यहाँनिर। अनि त्यसैले कुरेर बसेका छौँ। धेरै बेर भइसक्यो ठिक भएर बसेको। अब उहाँहरू आएपछि हामी यहाँबाट निस्किन्छौँ। यो चाहिँ के गर्दैछ सामसुम सुमसुम ठिक भएर बस 1 घन्टा भइसक्यो। अनि म यहीँनिर छु। साथी भाउ चाहिँ नजाने रे, यता हेर्नु भाउ चाहिँ आयो भनिदिनु। उहाँ चाहिँ जान नमिल्ने भएको छ व्रत बन्धमा। अनि अब हाम्रो हिँड्न मात्रै बाँकी हो, ब्याग पनि सबै रेडी, मान्छे पनि सबै रेडी। अब म हजुरलाई उहाँहरूसँग भेटेपछि देखाउँछु है त। फाइनली पनि आइसक्नु भयो। ल अब हामी जान्छौँ। हाई दर्शन दाजु, हाई आल्छना भन्दिनँ अहिले भन्छु। भेट भइसकेको छ फाइनली। अब हामी जान्छौँ है त। ल हामी चाहिँ यसरी जाँदैछौँ। यो टाढाको बाटो हुँदै रमाइलो हुँदैछ नि। ब्रेकको लागि यो देउराली भन्ने ठाउँमा रोकेको छौँ। अनि यहीँ छौँ हामी सबैजना। यो यहीँ छ है। ल अब एकछिन खाजा खाएर निस्किन्छौँ हामी यहाँबाट। अब कस्तोले बसेको तिमी के खानेले? अब हाल्छना के खानेले? मासु खाने? ल हाम्रो छोरी चाहिँ मासु खाने भन्दै थिएन है। चिया ब्रेक। यो देउरालीमा चाहिँ यस्तो चिसो छ कि अब उताबाट गर्मीबाट आएको, यहाँ त पुरै बाक्लो लुगा लाउनु पर्ने यस्तो जाडो भइरहेछ। यता पनि बादलै बादल यस्तो छ है। खानासाना खाइवरी निस्किसकेका छौँ यहाँबाट। फेरि अब जहाँ गएर रोकिन्छौँ त्यहीँ गएर भेट्छ है त। बाई। ल हामी चाहिँ मामा घर पुगेर खाना खाँदैछौँ। अनि यता चाहिँ अलिअलि नाचगान पनि बाँकी रहेछ। उहाँहरूले भन्दै हुनुहुन्थ्यो अघि नै कति धेरै रमाइलो भएको थियो, कति ढिला गर्नुभएको आउनलाई भनेर भन्दै हुनुहुन्थ्यो। जे होस् यतिको भयो नि नाच्न पाएँ। मलाई यस्तो रमाइलो लाग्छ नि यस्तो नाच्न हो न है। अनि नाचेँ म पनि अलिअलि। अनि मैले यो साउन्ड चाहिँ म्युट गर्दै किन भन्दाखेरि अब मेरो त्यस्तो ठुलो च्यानल त होइन, त्यही पनि कपिराइट लाग्न सक्ला भनेर है। अब रिस्क किन लिग्नु भनेर म चाहिँ साउन्ड बन्द गरिदिएँ। अनि हामी माइजू दिदीहरू बहिनीहरू अनि म मिलेर नाच्दैछौँ। जस एकैछिन पनि कस्तो रमाइलो भएको थियो। यो बेलामा फ्रेस भएको थिएँ म पनि। हाई साथीहरू, हिजोको चाहिँ मैले यहाँ आएपछि केही पनि खिच्न भ्याइनँ। किन भन्दाखेरि बेलुका आयौँ। अनि त्यसपछि त्यो नाचगान खानासाना खाएर नै यतिकै बस्यौँ, किनभने थके लागेको थियो नि त बेलुका। अनि त्यसले गर्दा आज चाहिँ हामी सबैजना आफ्नो वेमा रेडी भइसकेका छौँ। भाइको चाहिँ तल पूजा हुँदैछ। अनि हामी चाहिँ ल हाई 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 हाई। ल यता पनि हुनुहुन्छ रेडी भएर, यता खोइ रेडी हुँदै हुनुहुन्छ सबैजना है। आफ्नो तालमा हुनुहुन्छ। अनि व्रत बन्द तल भइरहेको छ। हाम्रो बचुक आजको व्रत बन्धको भाइको चाहिँ भिक्षा कार्यक्रम भइरहेछ। ल त्यहाँ चाहिँ भिक्षा दिने कार्यक्रम भइरहेछ अगाडि। गर्मी एकदमै धेरै छ। गर्मीको लागि मोही खाँदैछौँ हामी सबैजना। मोही खाएर बसिरहेको छ नि। काम छ हजुर लाग्नु भएको छ। ल बाई बाई।
नमस्ते गयो 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 ए बोकेर ल्याउनु भयो भान्जालाई खै के हो हामी चाहिँ यहाँ अर्को मामाको छोराको पनि व्रत बन्द छ अनि त्यहाँ बहिनीको गुरु चोली पनि रहेछ अनि त्यहीँ जाँदैछौँ अब चाहिँ सबैजना मिलेर यहाँनिर कुरेर बसेका छौँ माथि पसल जानु भएको छ माइजूहरू अनि कुरेर बसेका छौँ उता हो त्यो घर चाहिँ यता हो चाहिँ सबैजना हाई हेलो गर्दैन ल है ल यो चाहिँ अर्को मामाकोमा यहाँ पनि गीत बजिरहेको रहेछ नाच्दै हुनुहुँदो रहेछ अनि त्यसैले मैले साउन्ड म्युट गरिदिएँ अनि भाइ चाहिँ उहाँ नै हो अनि हामी चाहिँ एकछिन बसेर फर्केका थियौँ सबै व्रत बन्धको सबै कार्यक्रम सकेर ग्रुप फोटो पनि खिचेर व्रत बन्धलाई समाप्त गरियो आमा घरको 2 दिनको बसाइपछि अब चाहिँ हामी भाउजूको माइती काउसुती जाँदैछौँ यो र म अब घाम छ बसमा जाने होला जान त अब चोकमा पुगेर अनि काउसुती चढेर अनि यो अटोमा जाँदैछौँ बाटो बसिरहेको छ अनि म चाहिँ बसिरहेको छु मम्मी मात्रै हुनुहुन्छ घरमा चाहिँ अहिले भाइ बहिनीहरू स्कुल गएको लागि चाहिँ त्यही हो हाम्रो मम्मी उहाँ चाहिँ हाम्रो आमा अनि उहाँ मम्मी उहाँ सानो भाइ होमवर्क गरेर स्कुलबाट आएर धमाधम होमवर्क आमा भर्खर आइपुग्नु भएको छ मम्मी सानो भाइ पुसअप कतिचोटि भयो ल 5 चोटि है त ल 5 चोटि है त ल है काउन्ट गरौँ है त ल ल 1 2 ल ल ल 3 4 5 6 7 8 9 10 ओहो कति स्ट्रङ हाम्रो भाइ त भाइको रमाइलो हामी चाहिँ यता भजन हुँदैछ अनि त्यही भजन हेर्न लागि जाँदैछौँ आमाहरू हुनुहुन्छ अनि यता भजन भजन सजन सबै गराइसकेका छौँ अनि त्यही हो अब आज चाहिँ अरू केही पनि छैन जस्तो गर्ने कुराहरू अब हामी सुत्छौँ हजुरहरूसँग भोलि भेट्छु है त अब बाई बाई गुड नाइट
गुड मर्निङ एभ्रिवान भर्खर उठेको म चाहिँ अनि अहिले चाहिँ राति पानी परेको थियो नि त त्यसले गर्दा शीतल छ मौसम पनि एकदमै राम्रो छ चिसो 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 त के हुन्थ्यो जस क्या पानी परेर एकदम आनन्द आउने खालको मौसम भइरहेछ अहिले चाहिँ अनि भाइ बहिनी चाहिँ उठेर स्कुल जाने तयारी गर्दैछन् मम्मी किचनमा हुनुहुन्छ अनि म अहिले बाहिर हावा खाएर बसिरहेको छु दाइ चाहिँ अझै पनि उठाएको छैन भाइ चाहिँ स्कुल नजाने भनेर रुँदैछ यहाँनिर हाई खोइ भाइ गलेको अब अहिलेदेखि भाइ बहिनी दुवैजना स्कुल गइसकेका छन् मम्मी पुरानो जानुभएको छ दुवैजनालाई अनि यो यहीँ बसिरहेछ म पनि यहीँ छु अब फेरि गर्मी सुरु हुन थालिसक्यो अहिलेसम्म शीतल आनन्दको मौसम थियो अब फेरि घाम लाग्ला जस्तो भएको छ यता भाउजूको मामा घरमा खानासाना खाएर अनि अब भाउजूको घरको हजुरआमालाई भेट्न जाँदैछौँ हजुरआमा अङ्कल आन्टीहरूको चाहिँ अलिकति माथि छ अनि त्यहीँनिर जाँदैछौँ मम्मी अनि भाइ म भएर जाँदैछौँ त्यही हो है त तराईको ब्युटी जता हेऱ्यो नि पिच बाटो सम्म ठाउँ यस्तो घर पनि छ यी पुरानो पुरानो डिजाइनको घर पनि छ यतातिर यहीँ हो सानो मामाहरूको चाहिँ घर यतै हो अरे भन्दै फेरि घाम लाग्नु थाल्यो अनि त पुग्न लाग्यो भाउजूको मामा सरी भाउजूको आमा अङ्कल आन्टीको घर हामी चाहिँ पुग्यौँ अनि उहाँ चाहिँ हाम्रो आमा भाउजूको आमा अनि उहाँ बस्नुभएको चाहिँ हाम्रो अङ्कल भाउजूको अङ्कल अनि आमाले हाम्रो टिका लगाइदिँदै हुनुहुन्छ उहाँ आमाको पछाडि हुनुभएको चाहिँ हाम्रो आन्टी आउँदाखेरि जहिले आएको छ आमालाई त्यही माथि हजुरआमालाई अङ्कल आन्टी भाइ सबैलाई भेटेर आइसकेका छौँ अनि अब चाहिँ हामी चारजना मम्मी अनि मामा आउनुभएको छ मामा दाइ र म भएर चाहिँ यता नजिकै घुम्ने ठाउँ छ अरे अनि त्यहीँ जाँदैछौँ चाहिँ एउटा पुल रहेछ झोलुङ्गे पुल हो त्यहाँ आएको छौँ घुम्नलाई पुल चाहिँ यस्तो छ है वहाँ परबाट यहाँसम्म अब यो खोला चाहिँ बर्खामा चाहिँ भरिन्छ अरे अब अहिले त पानी छैन खासै अनि त्यही हो हामी यतिजना भएर यहाँका छौँ अब हिँड्दै हिँड्दै अलिक परसम्म जान्छौँ अनि फेरि फर्क अनि यो चाहिँ म पुलमा हिँडेको यसरी उता बरफ भएर अनि फर्केर आएको अनि दाइले बनाइदिएको भिडियो यो चाहिँ एउटा फर्किसकेका छौँ राइडर है राइडर केटो मोले यसरी फर्स्ट टाइम हो जिन्दगीमा पुलमा चलाएको फर्स्ट टाइम तल यस्तो छ गाडी हामी यहाँ छौँ है त जाँदैछौँ मन्दिर होइन है त मन्दिर जाँदैछौँ मन्दिर र मामा अगाडि मन्दिर भगवान्को मन्दिर मम्मीहरू अगाडि हुन्छ साथी शरीर पनि मास्क्यो भन्नु चाहिँ यो गर्मीको मौसममा हिँड्ने गर्मीको बेलामा हिँड्ने ठाउँ त होइन त्यही पनि अब घर बसिरहनु भन्दा जम्मै घरै भन्दा अजिङ्गर सर्प यहाँ चाहिँ सर्प अजिङ्गर राखेको थियो अरे पहिला भन्नुहुन्छ मामाले अब यहाँ मन्दिर आइपुगेका छौँ महाराजा मन्दिर
खाइदिएका छौँ यसरी उक्लिएर जाँदैछौँ सबैजना पुग्न लागि जय भगवान मन्दिर हामी चाहिँ भगवानको दर्शन गरेर निस्केका छौँ यस्तो छ यहाँको चाहिँ यता हाम्रो भगवान हुनुहुन्छ भगवानको खिच्न मिल्छ कि मिल्दैन भनेर मैले खिचिनँ यता देवीको मन्दिर छ माथि चाहिँ गणेश भगवान शिव भगवान हुनुहुन्छ अरे उहाँहरूको मन्दिर छ अरे अब त्यहीँ जाँदैछौँ मन्दिरमा यहाँ सिडी छ राम्रो ठाउँमा रहेछ यो पनि है जङ्गलको बिचमा ल हजुर पुरै जङ्गलको बिचमा अनि मन्दिर कस्तो राम्रो गरी बनाएको रहेछ यहाँनिर चाहिँ भगवानहरूको मन्दिर जङ्गलको बिचमा यता मन्दिरहरू दर्शन गरेर अब फर्किँदैछौँ यता दुर्गा भगवानको मन्दिर हुनुहुन्छ दर्शन ल्याएर अब हामी यहाँबाट फर्किन्छौँ गर्मी छ धेरै अब अन्त कहीँ पनि जाँदैन होला पनि कहीँ जान्छौँ अब गए पोखरी ताल हो त्यहाँ चाहिँ योभन्दा अगाडिचोटि आउँदाखेरि गइसकेको भएर अब हेरौँ के गर्छौँ जान्छ कि जाँदैन गयौँ भने पनि हजुरलाई वहीँ गरेर भेट्छु है त त्यही हो जस खुसी लाग्यो यहाँनिर शान्त ठाउँमा मन्दिर रहेछ धेरै भगवानहरूको मन्दिर एकदम पिसफुल आनन्द आइयोस् यहाँ मन्दिरको पुजारी उहाँले चाहिँ हामीलाई मन्दिरको प्रसाद भन्दा ताजा आँप टिपेर दिनुभयो है यस्तो मिठो आँप खान पाइयो उहाँलाई पनि धेरै धेरै धन्यवाद मिठो छ जो आँप खाजा खानलाई लागेको छौँ होइन त मम्मी के खाँदैछौँ त आज हामी ल हाम्रो पुन्टे भाइ पनि स्कुलबाट आइसकेको छ ए स्कुल पढेर है स्पिच पनि भनेको भने त आज यस्तै छ जस अब घर आयौँ अब भोलि बिहान 2 बजे निस्किन्छौँ यहाँबाट त्यही हो साथीहरू ल पानी पर्ला जस्तो भइरहेछ अनि गुगल ट्रान्सलेट भन्ने एप डाउनलोड गर्नु न त्यही हो पानी पर्ला जस्तो भइरहेछ चिसो आज त्यस्तो धेरै गर्नु छैन हिजोको जस्तो अहिले त सहिले हुन्छ भने यो चाहिँ ड्याडीसँग बोल्दैछ यहाँनिर Say hi to my vlog. Vlog are Yes. कहिले आउँदैन त भ्लग पनि अब आउँछ नि हाय बिरामी मान्छे हाय हाय भन्न हावा खाएर बसेको दिउँसो नि यहाँ यता बुवाको स्कुटर चलाएर लिएर गयो झन् लडाएँ मलाई ठाउँमा यसले फेरि भन् त के रे जहिले दाइसँग स्कुल गर्नु गयो जहिले लड्नु एकचोटि एकचोटि आँटेकै हुन्छ कि त्यस्तै गफ भइरहेछ यहाँनिर मम्मी यता यहाँको मम्मी किचनमा हुनुहुन्छ अनि भाइ बहिनी होमवर्कमा गर्दैछन् यता गर्दैछन् हामी चाहिँ हावा खाएर बसेको यस्तै छ साथीहरू अहिलेको माहौल अब भोलि चाहिँ छिटै जान्छौँ होला 2 बजेर निस्किने जस्तो कुरा छ म जाने बेलामा हजुरलाई भन्छु है त अब 5 दिनपछि हामी चाहिँ घर फर्किँदैछौँ आज रातिको अहिले 2:30 भयो अनि यहीँ अब रहेछ गाडी लिनलाई अनि त्यही गाडी कुदेको साथछौँ अब चितवन कावासोती सबैको यात्रा यति नै थियो साथीहरू सबै भिडियो हेर्नु भएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद बाई बाई थ्याङ्क यू